यो ब्रदरको कुरा सुनौँ है साथीहरू एकचोटि। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछन्, धेरै पछि आउँछ। यसो टिभी पनि देख्न पाएको छैन हो मुख होइन, अब रियलमै देख्न पाइन्छ कि भनेर आएको। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ, अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो, लगाएँ। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँड्दिनु। हिँडेको अब के गर्नु त, रमाइलै हुँदो रहेछ। अलिअलि बोल्यो, मान्छेहरूसँग इन्टरेक्सन गऱ्यो होइन। रमाइलो गर्न त ठमेलतिर उता उता जाने हो नि, यो र्यालीमा पार्टीको उसमा चाहिँ आउने हो रमाइलो गर्न। रमाइलो गर्न अब तपाईँलाई थाहा छ त, पार्लिमेन्टमा जस्तो रमाइलो काहीँ हुँदैन हाम्रो देशमा होइन। बोला हाना त्यस्तै हो होइन। अब पार्टीको रूपमा हेर्दाखेरि अब यहाँ पनि लास्ट रमाइलो भइरहेछ भने चिन्नु नजान्नुको मान्छेहरू आएर होइन यसो हातसाथ मिलाउने कुरा गर्ने गइरहेछ। रमाइलै हो नि त यो पनि एक तरिकाको। टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो, अब आफ्नो लुगा भिज्छ भनेर। टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापा रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको। झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न, मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि, बुढो आए जस्तो छ है, ल आए जस्तो छ होइन। कि त्यत्तिकै कराएको हो कि त्यो पनि थाहा छैन। यस्तै रमाइलो हेर्न आएको हो म चाहिँ। तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट म सधैँ बालिन शाहलाई हो नि, बालिन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि लुटपाट भयो, कुटपाट भयो। अब फर्केर शेरबहादुर देव तपाईँ जनजी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो? सत्य हो नि यार। त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै, लाइभ साइभ हेरिरहेको थिएँ। तर हुन्छ नि त, पैसा चाहिँ रियल रहेछ। बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेरै जम्मा गरेको होला हुन चाहिँ। किन गरे हो बुढालाई अब सम्झाउनु पर्ने हो, सम्झाउनेले सम्झाइदिएन, बुझ्नेले बुझ्दैन। आयो यताबाट। यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै। यहाँ आएको मान्छेहरू मध्ये होइन 90% राजसभालाई नै भोट हालेको छ क्या। त्यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो। पार्टीको पनि रमाइलो हुँदो रहेछ, भेटघाट यताउति गाना भजन होइन, त्यसै हो। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या। मै गर्दिनँ, मलाई थाहा छ नि।